हेलो यहाँहरू सम्पूर्णमा नमस्ते छ मेरो यो नयाँ भिडियोमा। आज चाहिँ हामी 3 जना छौँ, 3 जना केटीहरू। यहाँहरू सम्पूर्णले हेरेर प्रतिक्रिया दिनुहोला। आज चाहिँ खास गरी हामी जबलेस हो 3 जना काम खोज्ने। सुरुमा चाहिँ आज हामी फेरि समुद्रको छेउमा तटमा जाने निर्णय लिएर चाहिँ हामी 3 जना हिँडिरहेको छौँ होइन। ऊ चाहिँ चस्मा लाउने साथी चाहिँ मनिषा हो, यताको चाहिँ रतिसा बहिनी हो। मनिषा चाहिँ एकदम सुन्दरी छ होइन, उसले सुन्दर बन्नुपर्छ। उसले चस्मा लगाएर वाउ हानिदिइरहेको थियो। पछि पछि हामी दिदीबहिनी चाहिँ गफ गर्दै गर्दै जाँदैछौँ। यस्तो सुन्दर छ यो ठाउँ, मलाई चाहिँ धेरै मनपर्छ। लिम्बुले भन्दै मलाई पनि त मनपर्छ नि भाइ भन्दैछ होइन। अनि हामी घुम्न चाहिँ के सुरले गएको भने खास चाहिँ म जब खोज्नको लागि गएको हो। हेर न फेरि लिम्बुनीको स्वयग होइन, लिम्बुनीको स्वयग नै दामी छ होइन। हामी चाहिँ अलिक सोझो 2 जना चाहिँ उनीहरू चाहिँ क्या राम्रो राम्रो, उनीहरू त पुरै प्रिपेयर गरेर हिँड्ने खालि पौडी खेल्नलाई, तर म चाहिँ होइन। पौडी खेल्नै भनेर चाहिँ हिँडेको छन्, तर यिनीहरू समुद्रको नुनिलो पानीमा खेल्न चाहिँ खेल्दैनन् नै होला पक्कै पनि। त्यही भएर हेरौँ आज यिनीहरूको के छ होइन, प्लान थाहा छैन। हामी जाँदैछौँ तर मलाई यो हेमुन्दे पुग्नुभन्दा अगाडिको यो जुन छ नि अपाडहरू यस्तो मनपर्छ कि। हेर म उनीहरूभन्दा अगाडि भागी भागी यो अपाड देखाउँदैछु, हेर हेर यस्तो गरहरू चाहिँ नेपालमा छैन है। यो चाहिँ सबै मेरै हो भन्दैछु होइन मैले गफ हान्दै। यो बिचमा चाहिँ गाडीहरू पनि नगुड्ने भएको कारणले गर्दा होइन एकदम खुल्ला स्पेस छ क्या। हेर्नु न यो घरहरूले नै दामी देखाउँछ। यो बिचमा चाहिँ हिँड्ने हो, 2 जना पछाडि भिडियो गर्दै गर्दै हिँड्दैछ होइन। म आफ्नै सुरुमा भिडियो गर्दैछु। खास आज जब खोज्न जब सेन्टर जाँदाखेरि म्यासेज नि पाइएन, मतलब कम्पनीको टुङ्गो नि लागेन होइन। हामी चाहिँ त्यही क्रममा जाँदैछौँ, तर मलाई लिम्बुनले के हुँदैछ भने पछि मतलब ब्याकग्राउन्ड चाहिँ मैले देखाएको छुइनँ, उनीहरू त्यहाँ उनीहरूको सुरुमा हिँड्दैछ। म चाहिँ यो घरहरू लास्ट चाहिँ मनपर्ने भएकोले गर्दा रतिसाले के भन्दैछ, दिदी यो तपाईँको घर हो भनेर सोध्यो होइन। अनि मैले हो मेरै हो भन्दैछु। लिम्बुन लिएर हाई हाई भन्दैछु होइन पछाडिबाट। रमाइलो के रमाइलो, मैले के भन्दैछु नि सुलुलुलु भन्दैछु होइन। सुलुलु चाहिँ किनभने गर्मी भयो भन्ने कुरा गर्दैछ कि। अनि मैले त्यही भनेको उसलाई, गर्मी त थियो नि, तर गर्मी चाहिँ त्यति धेरै ज्यादा किन लागेन भने त्यहाँनिर समुद्र छ नि त। समुद्रको पानीको कारणले गर्दा हावा चाहिँ चिसो चिसो आइरहेको छ। मैले भने घाम जति नि लागे नि हावा आइरहेछ, शीतलै छ है भने फेरि मलाई चाहिँ यो देखेको जुन अपार छ नि एकदम मलाई लोभ लागिहाल्छ। मैले देखाउँदैछु होइन चोरचार गरेर। लिम्बुनले मलाई भिडियो गर्न सघायो होइन, म भिडियो गरेर देखाउँदैछु। पछाडि हेर्नु न कति सुन्दर छ। यो सबै अपाड छ क्या। हामी अघि बढ्दैछौँ, हामी समुद्रतिर जाँदैछौँ होइन। हेउन्दे हो यसको नाम चाहिँ, हेउन्दे बिचमा जाँदैछौँ। यो चाहिँ ख्याङ्सान नामदो प्रान्तको बुसानमा पर्दछ, मतलब बुसान एरियामा पर्दछ। मेरो चाहिँ कार्यस्थल बुसानभन्दा धेरै टाढा छैन, 1 घन्टा जस्तो लाग्छ होला, 1-1.5 घन्टा ज्यादामा। ट्रेनमा चढेर जानुपर्ने हुन्छ। अघि चाहिँ हामी ट्रेनको स्टेसनबाट माथि निस्किँदा मात्रै भिडियो बनाएको। ट्रेनमा भिडियो बनाउन अलाउड छैन होइन, रिसाउँछ। यहाँ सानो जेब्रा क्रस आयो यो बिचमा, तर अझै पनि हामी चाहिँ बिचको स्पेसमै छौँ होइन। अगाडिको जेब्रा क्रसतिर जाँदैछौँ। उसले मलाई भिडियो गरिदिएर धेरै खुसी लागिरहेछ। यहाँको सुविधाको चाहिँ कुरै नगरौँ होइन, बाटोमा पनि एयरको मतलब एयर सिस्टमको लगाइदिएको छैन मुनिबाट। त्यो पिसिसी उडिरहेको छ नि, त्यो चिसो हो त। यस्तो घाम लागिरहेछ माथि, अघि नै मैले सुरुमै देखाएँ होइन। त्यही पनि शीतल छ क्या, त्यो पनि शीतल छ। म चाहिँ एकदम जबको लागि मात्रै इन्टरभ्यू दिन रेडी भएर गएको राइनी होइन। त्यहाँ अगाडि बत्ती बलौ भन्नु होइन, उसले लिम्बुनले कुदुम भन्दैछ। ऊ कुदेर उनीहरू कुद्यो, म नि कुदेँ। वाउ भन्दैछ उसले। त्यो हेरेर चाहिँ त्यहाँ पनि हावा चिसो हावा फालिरहेको चाहिँ। यो चाहिँ ठुलो जेब्रा क्रस हो, यो चाहिँ हाइवेकै हो होइन। आवत जावत गर्ने हुन्छ नि त्यस्तो बाटोकै हो। त्यही भएर जेब्रा क्रसमा भिडियो बनाउनु अलाउड छैन। त्यही पनि मैले साथीको सहायताको कारणले बनाउनु पाएँ होइन, त्यही खुसी लाग्यो। तपाईँहरू हेर्दै जानु हामी जेब्रा क्रस अब सकि नै हाल्यो। जेब्रा क्रस सकेपछि हामी हाम्रो गन्तव्यमा पुग्ने आँट्यौँ। उतापट्टि ठ्याक्कै हेउन्दे बिच छ, हेउन्दे बिच छ। कोरियन भाषामा चाहिँ हेउन्दे सुयोक्चाङ छ होइन। त्यहाँ चाहिँ के भने स्विमिङहरू गर्न मिल्छ। तर म चाहिँ स्विमिङ गर्ने नि होइन, म त्यस्तो धेरै स्टाइलिस पनि होइन नि त। म चाहिँ फोटोसोटो खिच्नेवाला नि छैन। रतिसा बहिनी कहाँ हो? बहिनी एउटा रतिसा, एउटा मनिषा, एउटा म, यो 3 जना होइन। उता देखाऊ भने उता देखायो उसले। यो चाहिँ के अरे अब हामी लास्टै पार्टमा आइपुग्यौँ नि त, उतै देखाऊ है, अझै देखाऊ भन्दैछु मैले उतै। किनभने अब हाम्रो गन्तव्यको अन्त्यभन्नेतिर आइपुग्यौँ। अब हामी बालुवामा झर्नुपर्ने हुन्छ होइन, बालुवामा ऊ देखायो उसले। अब यो बालुवामा चाहिँ मैले मोबाइल समय मैले भन्दैछु खुट्टा घचक घचक भित्र पसिरहेको छ हामीले पाइला टेक्दा। त्यही पनि जोस र जाँगर भन्ने मर्या छैन यो गाइस भन्दैछु मैले होइन, त्यो भन्दैछु। अब रतिसा बहिनी र उसले त अब पुरै प्रिपेयर गरेर आएको छन् होइन। म चाहिँ उनीहरूको मतलब साथी मात्रै, म चाहिँ चिन्ने भएर अब त्यो ठाउँलाई जाँदैछु। रतिसा कस्तो लाग्यो भन्दैछु। वाउ लाग्यो दिदी,
वाउ! भन्दैछ अनि त्यहाँबाट ओहो! उदुदुदु गर्दैछ होइन त्यहाँबाट दुइटैले हामी चाहिँ पुग्यौँ, हेउन्देमा पुग्यौँ। अनि यो बिचमा भिडियो बनाऊ भनेको रतिसाले त्यहाँ भिडियो खिचेको हेरेँ नि त। ओहो! वाउ! वाउ! भन्दैछ त्यहाँबाट हाइ गाइज भन्दैछ। तर अब हामी घर फर्कि नै हाल्छौँ है, यहाँ पनि भिडियो गरिराख्नु भ्याइँदैन नि त। अब यो पनि लास्टमा मैले बनाइमागेको भिडियो उनीहरूले त कपडा पनि चेन्ज गरेर तपाईँहरूले देखिहाल्नुभयो। स्विमिङ चाहिँ गरेनन् है। स्विमिङ चाहिँ किन गरेनन् भने आँटे आएन नि त कस्तो पानीको भाव हेर्नु न त्यो पछाडि ल हामी कुद्दैछौँ। हामी फर्केको नि यो फर्केको अब त्यही जेब्रा क्रस हामी 3 जना कर्दैछौँ होइन, भाग्दैछौँ कि त्यहाँ हेर्नु न। त्यो अघि जुन अघि हिँडेर बिस्तारै भिडियो बनाएको थियो नि त्यही हो हामी। यो चाहिँ फर्किने क्रममा हो। अघि जाँदा अर्कै लुगा, आउँदा अर्कै लुगा थियो नि त यिनीहरूको बिचमा अर्कै लुगा। यिनीहरूले चाहिँ पुरा प्रिपेयर गरेर गएको हिरोनी जस्तो होइन। हामी हामी घर फर्किने हिँडेको अब क्रममा चाहिँ चाहिँ यहाँ पनि फर्किँदाखेरि एक दुईवटा फोटोसोटो खिच्यौँ होइन। सक्यो भन्दा नि हुन्छ अनि फोटोसोटो हामी खिच्यो फर्किँदैछौँ गाङगुङ बाङबुङ होइन फोटोहरू र खिच्यौँ है। फर्स्ट अब चाहिँ टाइम हामी फर्स्ट फर्किँदैछौँ। इम्प्रेसनहरू हुन्छ नि त्यस्तो खालको त्यो चाहिँ। फोटो फेरि हामी नखिच्ने त्यो जेब्रा क्रस गर्दै होइन फोटो खिच्नु त अब खिच्ने नै हाल्थ्यो नि अभियसली उनीहरू फोटो त खिच्नु फोटो पऱ्यो खिच्ने किनभने उनीहरूले यति ए हामीले राम्रो भएर गएको छ उनीहरूको भनेको इम्प्रेसै नजाउँ न। अब मैले भने अब फेरि हामी जाउँ ल सुलुलुलु जाउँ ल भन्दैछु होइन अनि उनीहरूले फेरि म मेट्रो स्टेसन झर्दैछु होइन त्यहाँ चिसो सिसो खाइयो के खाइयो भोक लागेर खाजा साजा होइन अनि अब चाहिँ हामी फेरि ट्रेनमा चढ्नको लागि जाँदैछौँ होइन गाइसहरू हामी जाँदैछौँ हामी तिनैजना जाँदैछौँ दुइटा चाहिँ गलेर भ्यात्तै बसिरहेछ होइन ऊ तिनीहरूको त खुट्टामा बालुवा छ नि त त्यही भएर उनीहरू त्यस्तो भएको अहिलेसम्म मेरो यो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अब ट्रेनमा जाने बेला भएको छ हामी ट्रेनमा चाहिँ भिडियो खिच्न पाउँदैनौँ हामी ट्रेन स्टेसन जाँदैछौँ होइन अब हामी ट्रेन चढेर चाहिँ हाम्रो वासस्थानतिर फर्किनु पर्ने हुन्छ आजको यो भिडियो चाहिँ यति भन्दा भन्दै अन्त्य गर्न चाहन्छु धन्यवाद